बलगती रूपमा चाहिँ एउटा व्यापारीकरणले त्यहाँ काम गरिरहेको अवस्था छ। त्यसैले उहाँहरू पनि अछुतो हुनुहुन्न। अब रह्यो गोली चल्दाको काण्ड र पटक पटक दमन हुँदाको चाहिँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तपाईँहरूले आफै थाहा पाइहाल्नुहुन्छ, र तत्कालीन गृहमन्त्री रमेश लेखकले चाहिँ टिकट पाउनु भएनछ क्या। म त्यसमा पनि यो एउटा सजाय हो भन्ने मलाई लाग्छ क्या। यो एउटा चाहिँ मुकुमुकले दिएको सजाय नै पनि भए पनि उसले टिकट पाउनु भएन होला के। यसरी सचिनको लागि यो सबै 4वटा दलहरूले कुनै पनि चाहिँ अछुतो हुनुहुन्न है। यो विषयले म एकचोटि राजनीतिक दल या तपाईँ कुनै यो दलहरूसँग आस्थामा हुनुहुन्छ भने आफ्नो दलहरूभित्रको यो विचारहरूलाई यसले संरक्षण गर्नको लागि चाहिँ पक्कै पनि यो डकुमेन्ट्री हेरेर जानु भएर चाहिँ यो सन्देश चाहिँ लानुहुन्छ होला र केही न केही राजनीतिमा चाहिँ एउटा नयाँ रिथिङ्किङ गर्ने अवस्था चाहिँ बनाउनुहुन्छ होला भन्ने मैले विश्वास गरेको छु। र यो सँगै अघि उहाँले भन्दै हुनुहुन्थ्यो हाम्रो चाहिँ भद्रकोल किराँतीजीले चाहिँ यो निर्माण समिति चाहिँ हुनु